हेलो गाइजहरु, फेरि पनि स्वागत छ मेरो फेसबुक भिडियोमा। मेरो हरेक दिन हरेक थरीका भिडियो म बनाउने छु, किनभने मेरो यो एउटा समयको सदुपयोग पनि हो। साथीहरु सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। साथीहरु, म तपाईहरुलाई एउटा के चाहिँ कुरा शेयर गर्न आएको छु भने, मलाई रातारात चाहिँ मेरो दरबारमा छिरेर चोर्न खोज्ने, लुट्न खोज्ने, नोक्सानी पार्न खोज्ने एउटा जन्तुलाई समातेर मैले राखेको छु है। यसलाई मैले मेरो कारागारभित्र थुनेर राखेको छु के, मेरो कारागारभित्र थुनेर राखेको छु। सो मैले यही कुरा शेयर गर्न आएको हो। अब यसलाई खासै मैले मार्ने प्लान त गरेको छैन। सबैको चाहिँ बाँच्ने एउटा माया, एउटा आफ्नो शरीरको माया हुन्छ हैन। लुट्न खोज्ने, भ्रष्टाचार गर्ने यस्तै खालका चाहिँ भ्रष्टाचारीहरूलाई चाहिँ समातेर यस्तै खोरभित्र थुनेर यिनीहरूलाई चाहिँ ठिक ठाउँमा ल्याउनु पर्ने अवस्था छ। तर यो अवस्थामा ल्याउनका निम्ति अहिले जुन राजसभाले चलिरहेको छ, सरकारले चलाइरहेको छ हरेक किसिमका काम कारबाहीहरू, तर यो अलिकति देखावटी जस्तो मात्रै भइरहेको छ। यदि राजसभाको ठाउँमा म आएको हो भने, सुदन गुरुङको ठाउँमा म भएको हुने हो भने, यसै गरी यो जन्तुलाई जस्तो गरी सब भ्रष्टाचारीलाई, सब देश लुट्न खोज्ने भ्रष्टाचारहरूलाई, घुसखोरीहरूलाई यसै गरी समातेर घोक्रे ठ्याक लगाउने चाहिँ म हुनेवाला थियो। यसै गरी अबको चुनावमा चाहिँ पक्कै पनि अबको चुनावमा चाहिँ सायद म पनि उठ्छु होला। सबैजनाले साथ सपोर्ट दिनु होला, भोट गरिदिनु होला भन्न चाहन्छु। के गरी म चाहिँ प्रधानमन्त्री भयो भने म चाहिँ राजसभाले जस्तो देखावटी काम एकैछिनमा समातेको जस्तो गर्ने, एकैछिन यता नाटकबाजी गर्ने त्यस्तो काम चाहिँ म गरिनँ के। म डाइरेक्ट त्यसलाई चाहिँ घोक्रे ठ्याक लगाएर त्यसलाई चाहिँ सही ठाउँमा नआइसम्म त्यसलाई म छोड्दिनँ के हैन। आजीवन कारागार हालेर हुन्छ कि त्यसलाई आजीवन कारबाही गर्ने या कस्तो खालको प्लान हुन्छ हैन, सब गर्नेछु के हैन। स्वास्थ्य शिक्षामा चाहिँ मैले चाहिँ अब एकदम शिक्षामा +2 सम्म फ्री, स्वास्थ्यलाई चाहिँ 12 वर्षभन्दा मुनिका बालकलाई चाहिँ शिक्षामा के हदसम्म फ्री हैन, त्यस्तो गर्नेछु के। जस्तै राजसभाले जस्तो यो ठगले चाहिँ के प्रकाश ठगले जस्तो चाहिँ हैन, जनतालाई दिएको जस्तो गर्ने, यसो चिम्टीले दिएको जस्तो गर्ने, बागे झापुले लुट्न खोजे जस्तो यस्तो काम चाहिँ म गरिन्न गाइजहरु है। सबैजनालाई यही भन्न खोजेको छु मैले हैन, यही भन्न चाहे। म तपाईहरुको माझमा यो देखाउन आएको छु। यो जन्तुलाई मैले आज मेरो कारागारभित्र थुनेको लगभग 5 घण्टा भइसक्यो। मैले नछोड्ने, यसले किन, यसले डर होस् भनेर, यसले फेरि पनि मेरो दरबारमा छिर्ने एउटा आँट नहोस् भनेर मैले यसलाई चाहिँ हतपत मैले छोड्ने निर्णय गरेन। किनकि यसले धेरै ठाउँमा मलाई क्षति पुर्याइसकेको छ। सो तपाईहरुलाई म देखाउन चाहन्छु गाइजहरु, हेर्नुस् है। यही जन्तु हो गाइजहरु, हेर्नुस्, यही जन्तु हो ल, यही जन्तु हो। यसलाई मैले यति जुक्ति लाएर यसलाई मैले भित्र चाहिँ खोरमा थुनेको छु। मैले यसलाई सजाय दिनेछु गाइजहरु, हेर्नुस् है। यही जन्तु ल, मलाई चाहिँ यति सताएको छ यसले। यो हेर्नुस्, यो कहाँबाट आउँछ चाहिँ, यो कहाँबाट आउँछ यो हेर्नुस्। यही जन्तु है गाइजहरु है। यही जन्तुलाई मैले चाहिँ यसलाई हैन, यसलाई मार्ने कोसिसमा त छैन हैन। यसलाई म कहीँ ल्याएर चाहिँ राख्नेवाला छु है, अब जङ्गलमा लगेर फाल्नेवाला छु है गाइजहरु। म त्यो फाल्ने पनि भिडियो पनि तपाईहरुलाई देखाउने छु। मार्नु चाहिँ म मार्दिनँ, मार्नु हुँदैन। सबै जन्तु, जीव जन्तु जे जस्तो भयो भने आफूलाई बाँच्ने एउटा हुन्छ, बाध्यता हुन्छ हैन, बाँच्ने एउटा हुन्छ सबै प्राणीहरूलाई, जीव जन्तुहरूलाई। हेर्नुस्, न्यायाधीशहरू निस्केका छन्। दुईजना न्यायाधीशले चाहिँ यहाँ चाहिँ अब मार्नुहुन्न भन्ने खालको कुरा पनि आइसक्यो। तर मैले मार्ने प्लान त बनाएको थिएन। म 2जना न्यायाधीशहरूलाई सोध्नेवाला छु। हेर्नुस् है, यहाँ आउनुहोस्। अर्को न्यायाधीशले पनि यसलाई मार्नुहुन्न, यसलाई मार्यो भने कडा कारबाही हुनेवाला छ भन्ने खालको कुराहरू आयो। सो त्यसैले म अर्को न्यायाधीशले पनि बोलाउन चाहन्छु है। रेमन वाइबा, यो जन्तुलाई के गरौँ भन्नुहोस् त, ल आउनुहोस् यहाँ, ल आउनुहोस्, के गरौँ भन्नुहोस् यसलाई। यसलाई मारौँ कि नमारौँ भन्नुहोस्। मार्नुहुन्न? यसले कति दुःख दिएको छ हामीलाई? धेरै। मार्नुहुन्न है। यसलाई मार्यो भने यसको को रुन्छ रे?
मम्मी बाबा मम्मी बाबा रुन्छ अनि अरू अनि दादा पनि हुनुहुन्छ यसको बाबा दादा पनि रुन्छ ओके ल सो मेरो यो सानो न्यायाधीशले भनिसकेपछि मैले चाहिँ यसलाई चाहिँ अलि टाढा जङ्गलमा लगेर फाल्ने निर्णय गरेको छु गाइजहरू है ल के गर्ने भन्नुहोस् जङ्गलमा छोडिदिने जङ्गलमा छोडिदिने मार्यो भने के हुन्छ भन्नुहोस् त पाप लाग्छ हो मार्नु हुँदैन हो सबैलाई आफ्नो जिउको माया हुन्छ हो है बाँच्नुपर्छ भन्ने सबैलाई ऊ हुन्छ हो रहर हुन्छ हो जङ्गलमा छोडिदिने ओके ल राम्रोसँग जाऊ है मुसा भन गाइजहरू सबैजनालाई म एउटा सानो रिक्वेस्ट गर्छु मेरो युट्युब च्यानल पनि छ मेरो युट्युब च्यानलमा पनि सबै भिडियो मेरो वाइबा ब्लग्स त्यसमा सर्च गर्दै नै आएन भने @विकास वाइबा 4571 सर्च गर्नु होला ठ्याक्कै मेरो युट्युब च्यानलको ब्लग्सहरू सबै आउँछ है त्यसमा पनि तपाईँहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला सबै भिडियोहरू यहीँ छ है गाइजहरू है सबैजनालाई है वाच गरिदिनु होला भन्न चाहन्छु ओके फाइनली मैले मुसालाई चाहिँ सुरक्षित ठाउँमा लगेर छोडिदिएको छु गाइजहरू है सबैजनाले राम्रोसँग हेरिदिनु होला